हेलो समीप दाई के छ? हामी पुग्यौँ दोलखा चरीकोट। विज्ञान सर के छ? ठिक छ यार, ठिक छ। के छ तिम्रो, के छ? कति बेला आइपुग्यो? के छ लिगा त यार? ठिक छ यार, ठिक छ। जस चरीकोट आइपुग्यो। हामी चरीकोट आइरहेको छौँ। यही मस्त हिँडिरहेको है। भाई ने रूम कहाँ पे दिया है? आशिष सर के छ? कस्तो लागिरहेछ? एकदम बवाल लागिरहेछ हो। माछा हेर त्यहाँभित्र माछा ल हामी आइपुग्यौँ है। ल हामी यता हिमाल हेरौँ ल। मस्त यहाँ हेरौँ त हिमाल सही देखिरहेछ। चटक्क लाएर भोलि बिहान ट्याक्क कफी हान्दै होइन? कफी हान्दै हिमाल हेर्दै। ल सही हो। हामी आइपुग्यौँ यता होला हौ सर। हामी अब ट्याक्क निर्दय हुन्छ को होइन हजुरले जानुहोस् न। मस्त हामी हिँड्ने हो। हामी उर्स चरीकोटमा छौँ। बिसिहरू पनि पढाउँदैछ होइन? हजुर सबै डबल डबल बेड भएको चाहिन्छ होला है। एउटा चाहिँ कपाल बेड भएको राखेको थियो। एउटा मात्रै कपाल बेड छ? हामी त कपालै छैनौँ त। हामीलाई डबल बेडहरू हामी कहाँ कहाँ बहिनीले कहाँ भन्छ? यहाँ सर मस्त गीत गाइरहनु भएको छ यहाँ। यो मस्त छन्। डबल भयो, डबल बेड ठिक छ, गाह्रो हुँदैन। सिंगल किङ साइज बेड हो। मेरो फोनमा कुरा भइरहेको दाइ चाहिँ को हो? सर निराजु सर काठमाडौँ हुनुहुन्छ हजुर। उहाँकै हो? हजुर। बस्नु न, राख्नु न एकै ठाउँ त। के भयो त, सुत्ने त लास्टमा त ल सामान राखेको कुन कुन भयो? तिनवटा यो 301 302 201 उताको त्यो दुईटा बेडवाला। उतापट्टिको भयो होइन? यहाँ को बस्यो? यो सम्झाइहोस् यो। आशिष सर र म बसियो। कहाँ बसिन्छ? ल ल आशिष सर र म यहीँ मेरो रुम पार्टनर। हेलो के छ? ओइ झोला पनि टन्नै छ त भाइ। कुन चाहिँ हो हाम्रो? यो कि अर्को? यो अर्को छ।
छेउछेउ हाम्रो यहाँ छ है हाम्रो चाहिँ हाम्रो छ दुईटैमा अट्छ एउटा चाहिँदैन हामीलाई यस उतापट्टिमा बस्यो हुन्छ है हामी यो चाहिँ ल हामी यहीँ दोलखा भीमसेन लाग्यौँ यहाँ हाम्रो विज्ञान सर यहाँ हुनुहुन्छ यहाँ हाम्रो गाइजहरू अगाडि गइसके है हाई भन्दै हाई भन्नु हेलो समीर दाई मेरो दाई हाई भन्नु ब्लग हो यहाँ वुड्स चरीकोट हामी वुड्स चरीकोटबाट अब हामी चाहिँ कहाँ लाग्ने अरे हामी दोलखा भीमसेन जाँदैछौँ दोलखा भीमसेन जाने होइन अनि पैदल यात्रा छ हाम्रो है यहाँबाट 2.5 किलोमिटर लाग्छ नि हिँड्दै जाँदाखेरि अब सर्टकट हान्नुपर्छ हामी मस्तै बाटोबाट यो चाहिँ वुड्स चरीकोट भन्ने रिसोर्ट हो होइन आज हामी यहीँ बस्ने हो भोलि बिहान चाहिँ 6 बजे कालिम्पोङ जाने मस्त है ल यो चाहिँ यहाँ माथिबाट देखिने भ्यू ए यहाँ सुन्तला नि रहेछ नि त गाई यहाँ सुन्तला नि रहेछ है सुन्तला छ है यहाँ दाइ सम्झै त्यो सुन्तला टिपेर आउनु सुन्तला ऊ त्यहाँ हो होइन हो सुन्तला हो टिप्न मिल्छ बहिनी टिप्छौ उयो छ टिपे हुन्थ्यो ल बहिनीले ल अब हामी सुन्तला टिप्न जान्छ है गाइस बहिनीले टिपिदिँदैछ यहाँ कहाँबाट सिँढी पनि थाहा भएन गाइस गेट पनि देखाइदिइहालौँ न यो है हामी आएको यताबाट अब हामी यता जाने हो यहाँ हेर्नु हिमाल देखिरहेको छ मस्त है ल सुन्तला खानु जाऊँ यता गाइस सुन्तला खानु जाऊँ कता हो सुन्तला खाने ठाउँ ओ सुन्तला खाने यता कता आउने हो थाहै दिएन त बहिनी सुन्तला देऊ नि त किन हो ए बहिनीले यहाँ सुन्तला दियो क्युट क्युट बहिनीलाई हेर माथि माथि चढिरहेको छ ऊ त्यो माथिको चाहिँ पाकेको छ हो त्यो ल गाई सुन्तला है त यहाँ सानो सानो बाँदर होइन ठुल्ठुलो बाँदर है ल हेर त्यही भएर ठुलो हुनु पारेछ ल हामी सुन्तला खाने है ल गाइस सुन्तला केलाउनु पऱ्यो गाइस सुन्तला ए सुन्तला केलाउँदै हिँड्नु पऱ्यो हेरौँ त ल भ्यू हेरौँ गाइस भ्यू हेरौँ यो भिडियो चाहिँ गर्दै हिँड्दा म यहाँ सुन्तला केलाउनु पऱ्यो हामी त्यो हिमाल चढ्न जाँदैछौँ अब हिमाल त्यहाँ छ हामी यहाँ छौँ यहाँबाट कति टाइम लाग्छ भाइ अब हिमाल चढ्न हिमाल चढ्नु तिमीले बरु यसलाई के थाहा छ फ्रम वुड्स टु दोलखा भीमसेन भनेर होइन सर्ट गाइड भनेर राखिदेऊ हुन्छ भाइरल अन्त
हाल्दिनँ अर्ग्यानिक त हो नि न गाइज यही सुन्तला खाँदै है हामी मस्त छ यही अर्ग्यानिक सुन्तला खाँदै आएको हिमाल हेर्दै सुन्तला भन्छन् मन्दिर ट्याक्क घुमेर अनि हामी फर्किने हो तपाईँ झोला चाहिँ किन बोकिरहेको त नि क्यामेरा त्यत्रो छ ब्याग यत्रो छ नि आशु सर क्यामेरा ब्याग पनि यत्रो क्यामेराम्यान यहाँ हुनुहुन्छ कि हाम्रो मस्त मस्त हिँडेर गएर चढाइहाल्छ होला नि गाडी उहाँ तल आउँदैछ नि के गर्नलाई गाडी यहाँ अटो पनि आउँदो रहेछ यहाँ नि टुकटुके यहाँ झर्ना पनि छ है गाईजी हात च्याप भयो कि झर्ना पनि छ है गाईजी सानो सानो छ लेमन होइन हौ अरेन्ज हो दामी भ्यू छ यार बानेश्वर यो बानेश्वर बाबु यहाँ बस्छ त यहाँको बानेश्वर होला नि त होइन हो उहाँको बानेश्वर यहाँ लिएर होला बिग एड चाहिँ एड होला एड के हो माथि जाने ठाउँ चाहिँ छ कि आज घुम्नलाई माथि चढ्ने भने कि तल झर्ने भनेको गाइज यहाँबाट जाने ठाउँ चाहिँ छ होइन कहाँ जान्छ भने थाहै छैन अहिले आउँदाखेरि उकालै पर्ला नै ए दुईटा दिनुपर्छ अटो छ 6 जना ड्राइभरलाई नि होइन ड्राइभर साइडमा 2 जना राख्छ नि कहाँ बस्छ नि अरू तिमीलाई भ्लग गर्न मन हामी अटो पनि ब्लक गर्ने नि हो यहाँबाट चाहिँ होला है सर्टकट ल सर्टकट आयो त गाइज यहाँ रोडबाट सर्टकट छ भीमसेन दोलखा मन्दिर घुम्नलाई ट्याक्क लाएर ल आज समीर दाइको क्यामेराबाट फोटो खत्रै हानिन्छ होइन दाइ क्यामेरा एक झोला छ कि बाटो घुम्नु नपर्ने मात्र मन्दिर पुऱ्याउने होइन बाटोमा भेट्छ अहिले जुन बाटो छ नि त्यसमा भेट्ने हो म्यापमा पनि गएर गुजुङछु नि एउटा सिधै तल पुग्ने होला कि हामी मस्त हिँडेछौँ है त गाइस
सही बाटो रहेछ तर ओर्लिनु त सहिलो होला जस्तो छ आनन्दले आशिषको छ परेको 1 लाख परेछ आशिषको नि आशिषको फोन 1 लाखको हो नि त मैले त सिकाइ के परेको कि भन्छ नि पऱ्यो भए त हुन्थ्यो नि परेन यो पाइप त आफै हल्लिन्छ त पाइप आफै हल्लिरहेको छ त घर पानी तान लाउनु ला ताने होला कि ल यहाँ हेरौँ यहाँ धान अहिले लागिरह गहुँ हो यो गहुँ हो के अरे मजा हिँडिरहेको छौँ हामी मस्त ल टन 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 समित है आउँदाको चाहिँ भिडियो गर्नुपर्छ पर्दैन त हो आउँदाको चाहिँ भिडियो फेमस त के हुनु अब यसो देखाइदिनु भनेर आफै एकैचोटि छिटो तल पुलाएको छु तिमी जङ्गल चाहिँ कहिले छिरो मेरो घरतिर गयो दोलखा भीमसेन यता होला दाइ यतै त्यहाँबाट त फेरि माथि यता होला यता चाहिँ होला यो ढुङ्गा बाटो चाहिँ गाई जब यता हामी कता जाने भयो भीमसेन मन्दिर ए यहाँ सोध्न मिल्छ नि दिदीलाई देखेर भने बाबा छन् बल छेउमा आऊ तल ओ साइला भन्नु ऊ आयो उताबाट सोध्नु मिल्छ अब यहीबाट जाने हो क्या ढुङ्गाबाट जाने जुम यतै अरे कता यता मेन रोड किन जानु पर्यो यतै होला क्या ढुङ्गाबाट कतापट्टि यता हो अरे है त ल उताबाट गयो नि हुन्छ रहेछ तर 3 जनाले हेरेर भेरिफाई गर्यो त्यहाँबाट गयो भने हुन्छ रहेछ यहाँबाट आउँदै गर्नु एकजना तलबाट गयो रमाइलो होला है तलबाट रमाइलो छ जाउँ दाइ तपाईँ यहाँको लोकल हो यतैबाट पुग्छ भाइ यतैबाट बाटो चाहिँ सही लाएर यहीबाट आयो योबाट पुग्दैन चाहिँ थाहा छैन कसैलाई नि हामी ल ग्रिन सिटी यहाँ त नि बवाल भाइ भाइ दोलखा भीम छ नि यहाँबाट जान्छ कहाँ यो बाटोबाट जाने हो यहाँबाट नजिक कि माथिबाट नजिक ए त्यस्तो भन्यो भने कन्फ्युज हुन्छ जाउँ हामीसँग ए यहाँबाट पुगिन्छ नि होइन हो नाम छैन विवेक विवेक विवेक
त्यहीबाट हो कि नाइस घर त नाइस छ त बच्चाहरू चर्को छ नि विवेक 69 होइन हो र कति खै त्यस्तै कति छ है एउटा हामी टङ 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 पाराले हिँड्यो त्यहाँ बाँच्न झ्याङ म त यार मेरो मामाहरूतिर गएको जस्तो भइरहेछ यस्तै छ क्या पुरानो मामाहरू अगाडि नाइस भ्यू छ है दाइ भीमसेन मन्दिर यतैबाट जान्छ सिधै जाने हो यही बाटो हो कति टाइम लाग्छ दाइ ए मजाको बाटो रहेछ है आधा घन्टा लाग्छ आधी घन्टा लाग्छ यार अझै मेरो त भ्लग बनाउँदा मेमोरी फुल होला जस्तो छ खै त अरू माथि छन् टोलीहरू जाउँ हाम्रो टोलीहरू उता आउँदैछन् हो ल आयो यताको खसी बाख्रा आयो ल यता त्यो चाहिँ मलाई थाहा छैन बाख्रा भनेको चाहिँ झुन्ड्या हुन्छ बाख्राको चाहिँ गाइस हामी यति छौँ है त अब यता जाने हो कि यता जाने हो त यता त पक्कै होइन सिधै खतम यता दुईवटा बाटो छ है गाइस यताबाट जानु पर्यो लेफ्ट नाइस भ्यू देखिरहेको छ यहाँबाट चाहिँ हिमालको भ्यू हान्नुपर्छ ल साइकल खतरा चलाइरहेको छ त्यहाँ बहिनीहरूले ल साइकल फस्यो हिलोमा हाल्ने होइन नि त साइकल ला उडायो ल यस्तो त सही छ है यता पनि सही छ समीप चाहिँ के भयो टेन्सनमा छ नि त हामी यहाँ मस्त हिँडिरह पहिले खाएछ तिमी उठ्यो गरिहाल्नु ल तिहारको फुल त यतै फुलिरहेको छ त कुकुर फुल त सबै यहीँ छ त बाटो चाहिँ अलि हिलो छ ट्याङ्ग लाएर फोहोर पानी होइन नयाँ जुत्ता त किन लाउनु ल यहाँ सब साइकल राइडरहरू रहेछ नि त यहाँ कुखुरा हेरौँ ल लोकल कुखुरा ओ भाग्यो हो र सही मजा आउँछ किन भ्याउला मेमोरी फुल हुनु जस्तो लागिरहेको कसरी प्याएको भन्नेहरूलाई फेरि अब अहिलेसम्म कसरी हान्दा हानेकै छ नि डिलिट हानिदिएको छु कसले प्याएको भनिरहन्छ टिकटकबाट इन्स्टाबाट डिलिट युट्युबमा पनि जान्छ तर अलिअलि छ सब हाल्यो एउटै भिडियो अन्त 4 ठाउँ हाल्यो 1 ठाउँ त भाइरल हुन्छ अहिले इन्स्टामा भाइरल भइरहेको छ अहिले त मेरो एउटा भाइरल भयो इन्स्टामा सबै भाइरल भइरहेको छ नि सबै भिडियो त्यो नर्मली पनि 2K 1K त आइरहेको छ त मजाले त्यसलाई भाइरल भने कि नभने त रिपोस्ट गरेर कि नगरिकन गरेँ छैन मैले मेरो के साथीहरूले गरिदिन्छ बरु आफै जापानमा होइन ब्लर आउँछ होला नि त चिरञ्जीवी हो क्या ढुङ्गा चाहिँ सही छ यार ढुङ्गा सही छ यहाँ हिँड्न मजा आइरहेको छ अर्थ थाहा छैन यहाँको भाइब चाहिँ मजा आइरहेको छ तपाईँलाई ब्याग बोकेर कस्तो मजा आइरहेको छ है छैन क्यामेरा मात्र झिकेर बोकेर ल्यायो नि हुन्थ्यो नि म बोक्थेँ नि हातमा बरु
क्यामेरा झिकेर कस्तो क्यामेरा बोकेर देखाएर त भने पुरै त्यो नेसनल जियोग्राफी यत्रो हो त्यसो भए त नजिक ल अहिले हामी क्यामेरा पनि हेर्ने त गाइज यहाँ दाइको क्यामेरा कत्रो बोकेर छन् लास्टेड ब्लू छ कि क्यामेरा चाहिँ क्यामेराबाट भिडियो बनाउनुपर्छ दाइ यत्रो छ टिकटक हाल्नुपर्छ आफ्नै अड्दैन कि क्यामेरा पहिला निकाल्ने अनि जोड्ने अनि पहिला निकाल्ने भ्यू चाहिँ नाइस है जोड्ने फेरि खोल्ने फेरि हाल्ने यहाँबाट हामी 45 मिनट हेर्ने गर्ने हो अब यहाँबाट चाहिँ स्किप हाल्नुपर्छ क्या हो गाइजहरू भिडियो थाक्यो मेरो हात है मस्त यहाँ हामी हिँडिरहेको विज्ञान सर के छ घरहरू चाहिँ दामी दामी बनाएको रहेछ यहाँ मस्त तर महँगो होला नि यार बनाउनु बाटो पनि सब घरै महँगो होला नि बनाउन बालुवा घिटी तलै बाटो पनि होला सब साइकल किनेर हिँड्दैछ यहाँ टोलीहरू सबैको बच्चाले चाहियो एउटा किनेपछि त गाउँको टोललाई चाहिँ त्यही हो त्यो भाइले क्या भनिदिएर यार तपाईँहरूलाई पुऱ्याउने रहेछ त म खाना पकाएर खाएर सुत्छु भन्छ त टाढै रहेछ क्या म्यापै खुल्छ भाइ ओह्रालो मात्रै चलाउँछ क्या तिमीले दाइ भीमसेन मन्दिर यही रोड रोडै भन्दा यही बाटो छैन हिँड्न नि अहिले माथि उक्किनु पऱ्यो नि त अब रोडबाट उक्किने गाइज विज्ञानलाई यो भ्लग मन पऱ्यो होइन एकदम सही लाग्यो मलाई हजुरको कुन हो रे च्यानलको नाम च्यानल नाम आफै हेर्नुपर्छ कन्फ्युज छ च्यानल नेम यही मेन्सन हान्दिनँ अहिले पोस्ट गर्ने बेलामा ट्याक्क सब्सक्राइब हानेर 5000 के अरे सब्सक्राइबर बनाइदियो भने त कोही भने होइन डलर सार्नु पुग्यो के पुग्छ पुग्दैन होला 100 के हो जति पनि पुग्दैन त्यो टिकटक के अरे फेसबुकभरि भाइरल छ सबै पोस्टहरू फेसबुकमा त के हो मान्छेले अनि 0.2 पैसा आइरहेको हुन्छ डलर ए रोडमै जोडिदिनेछ ल गाइजहरू के हो आज जितेर आयो क्या केमा जितेर आयो तिमीहरूले प्राइज जितेर आयो क्या बोल्दैन नि हाम्रो टोलीहरू त त्रिपुरा सुन्दरी आधारभूत विद्यालय अरे यो गाडी भाइरल होला अब देश बनाउने भेट भयो यहाँ त होइन ओ स्क्रिनसट हालिदिन्छ त्यसरी क्लिक भनेको त छैन लगाइछ अब हामी यहाँ दोलखा बजार आइपुग्यौँ दोलखा बजारबाट अब हामी दोलखा भीमसेन मन्दिर ट्याक्क जाने हो ल 1 किलोमिटर मात्र छ अब 1 किलोमिटर भनेको लगभग 10 मिनट लाग्छ ल राज भण्डारी होटल एन्ड लज यो त अलिअलि बन्तीपुर जस्तो भएको छ कि भाइ यो ढुङ्गा छ त्यस्तो यो ढुङ्गा त तपाईँको पाहाडतिर यस्तै त हो नि पिजन छटा त्यस्तै छ नि यो पाटनतिर यस्तै त छ नि त्यो बाटोबाट हिमाल देखिँदैन नि त हिमाल त देख्दैन हिमाल पनि देखिन्छ
त्यो घरको छतबाट सफा हुनु पऱ्यो मौसम अफिसबाट देखिन्छ चिकनबाटै मस्त देखिन्छ अफिसबाट चाहिँ देखिरहेको घरबाटै देखिन्छ मेरो त दोलखा मन्दिर के कला र त्यसपछि कबर काट्ने त कल काटेर पर्सि हो पर्सि खालको गर्छ पर्सि भोलि किन दाइ मिलाउँछ नि त कपाल त भयो त्यहाँ एउटा कहाँ हो भाइ एउटा दारी मात्र काट्ने ठाउँ पनि छ त्यहाँ फुलचोकमा सही बवाल गर्ने ठाउँ पैसा पनि बाबाले हिँड्नेवाला ठाउँ पुल्चोकमा कति 500 घन्टा गर्ने अनि बढी अझै बढी पुल्चोक होइन यता कुपन्डो एरियामा चाहिँ छ कोन्डोलमा पनि छ क्या होला कुपन्डोमा चाहिँ 1000 लिन्छ हौ दाइमा त हानेको होइन दारी होइन कपाल दारी काटेको नि कपाल मात्र मिलाएको हो क्या अलि लामो हुँदैन एकचोटि चाहिँ मिलाउनु पर्छ जोसमा गएर नयाँ अफिस गएपछि एक कला र नयाँ अफिस नयाँ भाइब्स होइन म नयाँमा जाने बेलामा चाहिँ दाइ कालो चिल्लो भएर मन लाग्यो त्यो कपालै छैन जस्तो कि ए यो त नेपाललाई जस्तो भाले त जाने माथि जाने हो कि यहाँ बस्नु के गर्यो मन्दिर तलतिरै हो पुखुर्चा तलतिर जाउँ अब डोला खाएर पिछो यता अस्ति जाने चाहिँ ब्रेक हान्दै यता तलतिर जानु पर्यो है यता रहेछ होटेल रिजोर्ट ठाडो ओह्रालो छ त यार गाइजहरू ए तलै पो रहेछ अझ होइन यो तल हो तल हो कि दिदी यो मन्दिर जाने थिएबाट होइन होइन केही चाहिँदैन हामी दर्शन मात्रै गर्ने हो र बन्द गरिसक्यो अरे बन्द भइसक्यो अरे पैसा चढाइदिन्छ अरे पुरै कति बजे बन्द हुन्छ भइसक्यो ठिक छ गाइस बन्द भइसक्यो अरे नि त भिडियो पछि हेर्नुहुन्छ भिडियो पछि हेर्नुहुन्छ पछि हेर्नुहुन्छ युट्युबमा राखिराख्नु भ्युज आउँछ अलिकति भए पनि भ्युज आउँछ के हो अब आइपिन लाग्यो हिजो अनि हाम्रो छोराले पो किन्दै
ल यस्तो भयो अब आइपुग्यो है गाइस हामी यहीँ सिधै हो कि स्तुपा घुम स्तुपा पनि दामी छ जस्तो छ बाल्नुहोस् न बेलुका अहिले हामी चाहिँ नभन्ने के हो यता आफै घुरिरहेको छ त खानु भने गाडी गाडीमा चढ्दा चढ्दै मेरो त 8,000 जस्तो भइसक्यो 8,000 के मेरो वहाँ 400% गोल भएछ के गाडी 400% गोल के हेल्थको सक्यो अब 500 पुग्ने होला अर्नेसको होइन गोल हेल्थको गोल के हेल्थ ए एक्सर्साइज होला बजेको गोल हो क्या त्यो त अब जेर भइसक्यो त्यो त ल गाइस अब हामी आइपुग्न लाग्यौँ है हेर्दै जाऊँ दोलखा भीमसेन मन्दिर हामी आइपुग्न लाग्यौँ मन्दिर दर्शन गरौँ है गाइस लु भयो दोलखा भीमसेन मन्दिर जाम बन्द हुन्छ भनेर जान्छ जाम के मानु जाँदै गरौँ न वहीँ माथि गएर गरौँ न कि बन्द भयो भने झ्याउ हुन्छ ल कोही कुखुरा खाइदिने हो होइन हौ मन्दिर जाने अहिले यस्तो असुविधा होला होइन अब हामी हुन्छ नि लास्ट चाहिँ चुन्छ नि मन्दिर आयो ड्याङ फ्याङ ड्याङ मस्त मन्दिर आएको आइस मन्दिर हामी उक्लिँदैछौँ यता आइपुग्यौँ है त यहाँ जुत्ता पुगाउनु पर्ने चाहिँ गाइजहरू सेतो म त झन् तल के हुन्छ ए पख त्यही गर्छ जुत्ता पुगाउनु पर्यो मन्दिर दर्शन गर्नु पर्यो मन्दिर जाऊँ यता अलिकति
मेरो प्रसादै दिनु गुरुबाले अर्को बत्तीबाट जोड्नु हुँदैन मलाई इच्छा लाग्छ यसमा जोड्दैन के हुन्छ